यता मान्छेहरु पनि यस्तो हुन्छन्। अब सेबको सिजन पनि लागेको छ यहाँ पनि। यो चाहिँ यो लगाउनु पर्छ, त्यो पनि छ है। अब यो भाग चाहिँ भगवानको लागि। हेलो साथीहरु, वेलकम माई ब्याक टु भ्लग। आज फेरि सानो भ्लग लिएर उपस्थित भएको छु हजुरको सामुन्ने। अब अहिले चाहिँ साँझ पर्न लागेको छ है। यसो बाहिरतिर बजारतिर निक्लेको। अब हेरौँ आज अब के हुन्छ है। यतातिर चाहिँ टक्क लगाएर यो छ। अनि हजुरलाई टक्क कपडाहरू चाहिन्छ भने यहाँ आउनु होला, कपडा लिएर जानु होला है। एकदम सस्तो मस्तोमा पनि पाउँछ। अनि यता मान्छेहरू पनि यस्तो हुन्छन्। अब के गर्ने, केही भन्न सकिन्न, कसलाई के भन्नु छ र। गाह्रो छ साथीहरू, गाह्रो छ, यस्तै छ। टक्क लगाएर अब कता जाने भने त पहाडतिरसम्म जानु पर्यो, बजारतिर घुम्न है। केही खानु पर्यो, केही किनमेल गर्नु पर्यो भनेर जानु लाग्यो है साथीहरू। त्यही हो, सबैजना एकदम सन्चै निकै आरामै हुनुहुन्छ होला सायद है। त्यही पनि हुन पनि पर्यो होइन। अब हेर्दै राख्नु, आजको प्लान छ। प्लान सक्सेस हुन्छ या हुँदैन त्यो हेर्न बाँकी नै छ। त्यसको लागि अन्तिमसम्म हेर्नु होला है। भिडियोलाई चाहिँ पक्कै पनि थाहा पाउनुहुनेछ आजको प्लान सक्सेस या अनसक्सेस के हुन्छ भनेर है त साथीहरू। यो चाहिँ टक्क लगाएर फलफुलहरू पाउँदो रहेछ साथीहरू है। हरिया हरिया एकदम सागसब्जीहरू के लक्क लगाएर। तर सेबको सिजन पनि लागेको छ यहाँ पनि। कता आएको छ नयाँ नयाँ फलफुलहरू आएको छ अहिले, सुन्तलाहरू, सेबहरू। तर महँगो चाहिँ लास्टै महँगो हुँदो रहेछ यहाँनिर। महँगो चाहिँ धेरै महँगो छ। त्यही पनि अब खाने भए त महँगो पनि अब खाइहाल्छ नि मान्छेले। लास्टै महँगो के होला च्याउलाई यस्तो खालको। माछाहरू यस्तो भयो, सामानहरू यहाँ चाहिँ जे पनि पाउँछ कि लगभग तपाईँको प्राय सामानहरू सबै पाउँछ क्या। सुनबाहेक लगभग भन्नु न सबै सामानहरू पाउने ठाउँ भनेको हो यो ठाउँ होइन। अब हामी पनि यसो हेर्न आएको। अब के खास चाहिँ एउटा प्लानको लागि प्लान गरेर आएको है, एउटा चिज लगाउनको लागि। अब त्यो चिज चाहिँ पाउँछ कि नै हेर्न बाँकी छ साथीहरू है। कस्तो हुन्छ, सबै चिजहरू पाउँछ क्या यहाँ चाहिँ। तपाईँको लागि अब खानेदेखि नआउने है, घरायसी सामान जति भयो नि, घरायसी सामान भन्नु न सबै तपाईँलाई घरमा युज हुने सामानहरू सबैहरू चाहिँ यहाँ पाउँछ। सामानहरू चाहिँ टक्क लगाएर है। आज हामी पनि टक्क आएको यहाँ। अब यो चाहिँ तल सबभन्दा तल भयो। योदेखि माथि चाहिँ कपडा पसल, योदेखि माथि 2 फ्लाइट माथि चाहिँ कपडा पसलहरू के छ धेरै छ माथि। त्यही भएर के लग्ने हो त भाइ, के लग्ने हो, के भेटिन्न? भेट्यो भने चाहिँ लग्ने र अब नभेट्यो के लग्ने र। त्यही खोज्दैछौँ हामी चाहिँ है। फलफुलहरू सब्जीका बदल टक्क लगाएर यहाँ पाएर चाहिँ दामी राखेको छ है यहाँनिर फ्रिजहरू। अब हामी खोज्ने खाना एउटा चिज लगाउनको लागि आएको है। यहाँ रहेछ त कफीहरू खाने भए टक्क यहाँ कफीहरू छ है। कफीहरू लगेर बनाएर टक्क खान सक्नुहुन्छ तपाईँहरू है। हामी पनि खान्छौँ कहिलेकाहीँ मौका मिल्यो भने चाहिँ खाइन्छ। आज चाहिँ नलगौँ। आज चाहिँ खास त्यो चाहिँ चिज कहाँ छ भनेर म चाहिँ त्यो चिन्तामा परेको छु साथीहरू। खोज्दैछु है, म खोज्दैछु कहाँ भेटिन्छ साथीहरू। अब यो चाहिँ यो लगाउनुपर्छ के अरे दुधको लागि है। चाहिँ यसो खिरसिर बनाएर खाऊँ कि भन्ने प्लान पनि हो। त्यही भएर चाहिँ लगाउँ कि भन्ने छ, कस्तो हुन्छ होला यो। त्यही भएर यहाँ चाहिँ खास प्लान चाहिँ यसको लागि थियो हामी आएको है। त्यही भएर अब जे हुन्छ लगाउँ, बनाऊँ, खाऊँ, कस्तो हुन्छ होइन। हेर्नु खुदायो भने राम्रो हुन्छ कि नै है त, कस्तो हुने रहेछ आज ट्राई हान्नु पऱ्यो क्या साथीहरू।
अब बिल तिर्दैछु साथीहरू होइन, कति हुन्छ बिल सिल तिरेर टक्क पैसा दिएर जानुपर्छ होइन। चक्लेट पनि रहेछ यहाँनिर, चक्लेट टक्क लाएर दामीको चक्लेट खाने भए खाइहालौँ साथीहरू, खानुहुन्छ भने है। के छ यतातिर के रहेछ र त्यही बिल तिर्दैछु म चाहिँ है। हामी चाहिँ एक दुधहरू लग्यौँ है। अब दुधहरू लगेर टक्क खिर बनाएर खाइन्छ आज। कस्तो बन्छ खिर हेरिराख्नु होला, लास्टमा देख्नुहुन्छ तपाईँहरूले खिर कस्तो बन्छ भन्ने कुरा आज है। कतिको मिठो बन्छ यस्तो टक्क लाएर बनाइन्छ आज चाहिँ। त्यही भएर भिडियोमा त लास्टसम्म हेर्नु होला, थाहा पाउने नै हुनेछ कति। फाइनली हामी चाहिँ अब रुममा आइसक्यौँ होइन। अब खिरसिर बनाउने तयारीमा छौँ हामीहरू है। अब यसको लागि चाहिँ म ग्यास जलाउँछु पहिला, अनि त्यसपछि है त्यो पनि छ है। अब यसलाई चाहिँ खोलेर म टक्क हाल्छु। कस्तो छ त, एकदम सुपर। ओ घोप्ट्यो सरी एकदम रमाइलो राम्रो छ दुध है, बढिया छ एकदम बेस्ट। सबै ठिक छ, एकदम तयार छ। अब लास्ट पकाउने हो, खाने हो। लगभग साथीहरू अब दुध चाहिँ उम्लिसक्यो है। अब यसमा चाहिँ म के अरे ऊ हाल्छु होइन, चामल हाल्छु। त्यो साथीहरू यति भिजाएको थिएँ है। अब हेर्न सक्नुहुन्छ साथीहरू यस्तो भइसकेको छ अब चाहिँ है। लगभग तयार हुने अवस्थामा छ। अब हेर्दाखेरि चाहिँ अहिले चाहिँ अब ठिकै जस्तो लाग्छ। अब पछि चाहिँ अब कस्तो छ है खाँदाखेरि भन्ने हो। होस् ठिक छ, अब हेरौँ कस्तो पाक्छ। हामीले चाहिँ नि कति खाने स्वाद अनुसार आफूलाई कति मिठो खान मन लाग्छ त्यही अनुसारले चिनीहरू हाल्छु है। कलाएर धेरै मोलो पनि अब त्यति खासै हुँदैन। मैले चाहिँ साथीहरू यसमा अब आफूलाई आवश्यकता अनुसारको हल्का गरीहरू अनि ल्वाङ सुकमेलहरू सबै मिसाइदिइसकेको छु है। देख्न सक्नुहुन्छ अब यति बनिसकेको छ, बबालै बनिएको जस्तो लाग्छ। अब त्यो खै के थाहा, जे होस् राम्रै होला। अब खाएर चाहिँ थाहा हुन्छ कस्तो छ भन्ने कुरा। अब टक्क लगाएर एकछिनमा अब पाकिसक्न लाग्यो। अब खाएर देखाउँछु कस्तो छ हजुरहरूलाई है त। पाकिसक्यो, खाना मिल्ने भइसक्यो। अब टेस्ट गरेर हेर्छु है कस्तो छ आज, कस्तो बनेको छ खिर। यो यतातिर यो भाग चाहिँ भगवानको लागि, किनकि पहिलेदेखि चलिआएको चलन होइन, त्यो चाहिँ अब आफूले जोगाएर राख्नुपर्छ नि त। यस्तो खाना खानुभन्दा अगाडि चाहिँ हामीले पहिला भगवानलाई दिएर खान्छौँ नि, त्यही भएर उसको लागि भगवानको लागि चाहिँ है। अब म टेस्ट गर्छु कस्तो छ, कस्तो बनेको छ आजको खिर है। देख्न सक्नुहुन्छ यस्तो भएको छ, यो बनेको छ टक्क लाएर। अब वाह बेस्ट, फर्स्ट क्लास। एकदम राम्रो साथीहरू, 2.5 वर्षपछि खिर खाइयो, एकदम मजा लाग्यो आज चाहिँ।